हेलो डे स्टार्टिङ अफ स्याटरडे। आज चाहिँ स्याटरडे अनि यो चाहिँ मेरो सधैँको जस्तै बरन्डाबाट देखिने भ्यू। आज चाहिँ एकदमै राम्रो घाम लागिरहेको थियो। म चाहिँ आज अलिक ढिलो उठेँ अनि उठ्दाखेरि चाहिँ पुरा घाम लागिसकेको रहेछ। अनि यो चाहिँ मेरो बकेटमा मैले रोपेको धनियाँ र लसुन। अनि लसुन र धनियाँको पात चाहिँ मलाई एकदमै धेरै मनपर्छ क्या। अनि सानो कुराको लागि बारीमा गइराख्नु पनि मन पर्दैन, त्यही भएर मैले चाहिँ बकेटमा यसरी नै राखेको छु। अनि अब सोचिरहेको छु आज के खाने त होइन, आज स्याटरडे कसरी अलिकति स्पेसल फिल गराउने भनेर चाहिँ मैले चाहिँ यहाँ ब्रेकफास्टको लागि रेडी गर्दैछु। अनि यता चाहिँ मैले दुध तताएको होइन, जहिले पनि यो दुध चाहिँ जहिले उम्लेर जान्छ, मैले जति केयर गर्दा पनि उम्लेर जाने नै हो उहाँजी, त्यही भएर जा भनेर छोडिदिएँ। अनि यता चाहिँ मैले अब अम्लेटको लागि रेडी गर्दैछु। अनि मान्छेहरूले क्या मजासँग यसरी फुटाएर हाल्छ नि एउटा हातले, तर मलाई आउँदैन त्यसरी गर्नु है। अनि त्यही भएर चाहिँ मैले आज यसो ल देखाइदिउँ न त होइन के छ र भनेर टक्क गरेको भइदिइरह क्या। ठिकै छ। अनि यता चाहिँ मैले अम्लेटको लागि सबै कुराहरू मिक्स गर्दैछु। अनि यो चाहिँ धनियाँ लसुन अनि टमाटरहरू अनि खुर्सानीहरू के छ यसमा। अनि मैले चाहिँ यता प्यान बसालेको छु। अनि म सोच्दैछु यो च्याउलाई चाहिँ कसरी गर्ने भनेर होइन। सुरुमा यसलाई फ्राई गरेर गर्दाखेरि चाहिँ ठिक हुन्छ जस्तो लाग्यो। अनि मैले चाहिँ पहिला सुरुमा मसरुम फ्राई गरेँ, अनि त्यस पछाडि यो बाँकी भएको अन्डाहरूलाई चाहिँ यसरी राखेँ। अनि त्यस पछाडि यसलाई चलाउने हल्का, अनि त्यस पछाडि त्यो अघि फ्राई गरेको मसरुमलाई चाहिँ त्यो माथि राखिदिने। अनि त्यस पछाडि अब यो मलाई लाग्छ कि मलाई लाग्दैन, यो फर्किन्छ जस्तो मलाई लाग्दैन, त्यही भएर ला भनेर यसलाई पनि त्यहीँ मोल्दिएँ, सबैजनालाई एकै ठाउँमा मोल्दिएँ। त्यस पछाडि यसरी मिक्स गर्ने अनि यसमा चाहिने जति अब नुनहरू राख्ने। अनि मलाई मसलाहरू चाहिँ खासै मन पर्दैन, मसलेदार खानेकुराहरू चाहिँ नट माई टाइप, त्यही भएर अनि यस्तो हल्का है। अनि यता चाहिँ मेरो ब्रेकफास्ट रेडी भयो होइन। अनि हिजो चाहिँ मैले स्विट पटेटो लिएर आएको थिएँ, अनि ब्रेड, अनि त्यसपछि क्यारोट, अनि कफी भइहाल्यो। अनि त्यस पछाडि अम्लेट। अनि ल यसो फिल्महरू देखाइदिउँ न त होइन, के छ र स्याटरडे हो भनेर खाएको ल।